Hello, good morning folks. अहिले भने चाहिँ म बिहानै चौरस्ताको प्राङ्गणमा छु. You can see the mesmerizing morning view of चौरस्ता र अहिले चाहिँ यस्तो भइरहेको छ चौरस्तामा. र छोटो अपडेट के दिनु भन्दाखेरि चौरस्ता तपाईहरु आउनुहोस्. अहिले मेलो फेस्ट लागिरहेको छ. दार्जिलिङ मेलो फेस्ट स्टार्ट भइसकेको छ र यहाँनिर देख्न सक्नुहुन्छ स्टेजमा बनाइरहेको छ. यहाँनिर अब अझै 1-2 दिन चल्छ होला मेलो फेस्ट. त्यहाँदेखि चाहिँ टक्कै यस्तो भइरहेको छ दार्जिलिङको चौरस्ता चाहिँ नेचुरल ब्युटीले भरिएको जग्गा लाग्छ मलाई चाहिँ हैन. यहाँनिर बिहातिर you can see सबैजना हिँडिरहेको छ. Tourists, local and everyone is here. है यहाँनिर चाहिँ सबैजना रेस्ट गरिरहेको हुन्छ र अहिले भन्छ ठ्याक्क लाएर भन्नुपर्दाखेरि म पनि चौरस्ताकै भ्रमणमा थिएँ र टक्कै भ्रमणमा आउँदाखेरि टक्कै भिडियो रेकर्ड गर्नु मन लाग्यो भ्यूहरू देख्दाखेरि चाहिँ. र यहाँ चाहिँ स्टेज यस्तो बनाइरहेको छ कि तर स्टेज चाहिँ यस्तो डरलाग्दो बनाइरहेको छ. यो स्टेज चाहिँ कुन स्टेज चाहिँ यस्तो हुन्छ. अब यो छानालाई उकालो उठाउने रहेछ. र अहिले चाहिँ चौरस्ता हल्का अपग्रेड भइरहेको छ. यहाँनिर कन्स्ट्रक्सन हुँदैछ. यहाँबाट यस्तो भ्यू देख्ने है, बजारको भ्यू देख्छ. त्यहाँदेखि टक्कै यहाँदेखि रोड पनि क्लियर ठुलो हुने रहेछ अब चाहिँ. र यहाँ अगाडि भानु भवन ठ्याक्कै ल्याएर भन्नुपर्दाखेरि र अहिले भने चाहिँ म उता जाँदिनँ. र एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के देखाउनु चाहे, यु क्यान सी यहाँनिर हेर यो काठविल के भन्छ, काठविल के छ होइन. मजाको छ यो चौरस्ताको एउटा सुन्दरीय बढाएको छ यसले पनि. र ओके फोक्स, एभ्रीवन हेभ अ ब्लेस्ड डे. मे गड ब्लेस यु एभ्रीवन. कीप वाचिङ and we'll meet you soon in another video. तब तक के लिए टाटा बाय बाय. You can enjoy the view.